हेलो साथीहरु, गुड मर्निङ। वेलकम छ मेरो युट्युब च्यानलमा। फेरि पनि सबैजनालाई स्वागत छ। अनि आज म चाहिँ कति महिनापछि बल्ल दिन अलिकति राम्रो भएको होइन। यतातिर चाहिँ त्यस्तै हो, खासै राम्रो छैन। यतातिर चाहिँ अलिकति राम्रो भएको भएर म चाहिँ आज भिडियो बनाउँदैछु धेरै समयपछि होइन। के कस्तो लाग्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है सबैजनाले। कति नि बढेको छैन कि मेरो सब्सक्राइब, के भयो व्हाट ह्यापेन। अनि म चाहिँ आज मकै बारीबाट भिडियो स्टार्ट गर्दैछु किनभने म चाहिँ मकै भाँच्न आएको। यहाँ डोको पनि छ, म चाहिँ यहाँ छु। अनि म चाहिँ यहाँ मकै भाँचेर अब आज दिनभरिको काम सायद मेरो यही मकै भाँच्ने हुन्छ होला। तर केही पनि छैन, ठिकै छ होइन। अनि मेरो साथी चाहिँ यहाँ छ है साथीहरू। मेरो साथी गाउँले हो, साथीहरू गाउँले पारामा हिँड्नु पर्यो। हेर्नु न साथी, हेर्नु त मेरो साथी है। अब म तल झर्नुपर्छ, ऊ पनि आउँछ कि यहाँ हेर्नु। चिप्लिन्छ फेरि यो गम्बुड त अब्बर चिप्लिरहेको छ। हिँड 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 अगाडि हिँड 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 यता यता यता। मै बिर्सेर तल जान लागिरहेछ क्या फेरि। अब के भन्नु र। अनि कुद्या, हेर्नु न कुद्या त्यहाँ पुग्यो। ल हिँड हिँड। अच्छी के भयो? कहाँ छिर्छ हौ? यस्तै हो साथीहरू। अघि नै पनि पोखाएर आइसक्यो भारी। हे तेरी के साह्रो अल्झेको नि। हिँड्नै दिएन मलाई भगवान्, हिँड्नै दिएन। छोड न हौ, अहिले खुट्टा टेक्छ र। यस्तो छ है साथीहरू यताको वेदर चाहिँ। आजको वेदर यताको यस्तो छ। अनि यहाँबाट चाहिँ अलिकति निलो भइरहेछ आकाश। यतातिर चाहिँ राम्रै छ जे होस्। अनि यस्तै हो यस्तै हो। हे हो उपर घाम लागिरहेछ। के हुँदैछ साथीहरू? यो यस्तो के हो? हेर्नु न कहाँबाट चढेर के भएको यस्तो। अबे नि म त दम। मकै त भाँच्नु पर्यो। कता कता छिर्यो छिर्यो। घाँस हेर्नु त साथीहरू, घाँस यस्तो लपक्क छ कि घाँस। मेरो साथी है साथीहरू, मेरो साथी हेर्नु त कुरेर बस्छ फेरि त्यहाँ हेर। हेर्नु यस्तो त छ के भन्नु। यस्तो त छ मेरो छाती, यस्तो छ मेरो छाती। ओइ हिँड हिँड हिँड। खानी लखर लखर गर्छ त हौ, मलाई तान्छ। हेर्नु त ल कसरी देखाउनु मैले। नै हिँड।
हिँड सानो हिँड आया तेरिका सँगसँगै हिँड्नुपर्ने रे उता ल माथि 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 हिँड हेर्नु त सँगसँगै हिँड्ने लु अबे तान ल मलाई तान अच्छा 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 ल भयो 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 हिँड ल हिँड कति लाडे पल्टिन्छ आया कसरी आउने म यहाँ हात समातेर माथि हिँड्न लाग्यो ऊ त यस्तो छ भगवान् के गर्नु तान आची तान मम्मीले तान हेर्नु साथीहरू मैले मैले के भने नि लिचीको बोट है साथीहरू लिचीको बोट खुर्सानी हेर्नु खुर्सानी फलेको आया यहाँ अम्बाको बोट यो हो पपाया मेवा यो भयो अनार 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 सुन्तलाको बोट खुर्सानी फलेको हेर्नु साथीहरू खुर्सानी फलेको हेर्नु खुर्सानी फलेको हेर्नुहोस् कसरी फलिरहेछ खुर्सानी हल्लो बेद हेर्नु न साथीहरू हल्लो बेद हो कि हल्लो बेद हो कि के हो थाहा छैन मलाई तर फलिरहेछ है यसरी फलिरहेको छ अनि यहाँ करेलाको बोट हाम्रो करेसा बारी चाहिँ यही हो है साथीहरू अनि यहाँ हेर्नु करेला फलेको छ अनि यहाँ फुलको बिरुवा जमाको अनि यो चाहिँ किवीको बोट भयो हैन म चाहिँ घाँस काट्नलाई आएको अहिले कस्तो माकुराको जाल रहेछ कि काँक्रो हेर्नुहुन्छ काँक्रो डेन्जर ठुलो यहाँ टमाटर सबै पानी धेरै पानी भएर सबै मरेर हेर्नु त साथीहरू केही छैन बरीलाई कस्तो राम्रो भइरहेको थियो यो टमाटरको बोट खत्तम भयो खत्तम माया मरानी चाँदी माया हिरा अम्बाको बोट यहाँ चाहिँ चराहरू आइरहेको छ यो खानलाई होला हो यो गेडाहरू के को गेडा हो यो के भन्छ यसलाई यही थोरै काटेर लान्छु अब के छिरो मुखमा त भोकमा चराको गोठ रहेछ नि त यहाँ त आजको वेदर चाहिँ यस्तो छ भर्खरै थोरै पानी पर्यो अनि अहिले चाहिँ पानी रह्यो पानी बसेको भएर म चाहिँ बारीमा आएको घर चाहिँ त्यही हो है साथीहरू अहिले म चाहिँ बारीमा हो अनि म चाहिँ बारीमा बाख्राको घाँस काट्न आएको अनि घाँस काट्न आउँदाखेरि यसो देखाउन मन लाग्यो कि तपाईँहरूलाई पनि हेर्नु न काँक्रो कस्तो दामी भइरहेको छ कि साथीहरू हेर्नु न काँक्रो है दुईटा अनि उयो तल पनि छ अनि यहाँ फर्सीको मुन्टाहरू पनि छ साथीहरू अनि यहाँ हेर्नु न करेला देख्नु भएको छ कि छैन तपाईँहरूले अनि करेला अनि यता टमाटरहरू छ यहाँ माथि पनि काँक्रो रहेछ हो अनि माकुराको जाल
डर लाग्छ कि मलाई चाहिँ यस्तो मुनि मुनि छिर्न किनभने सर्प हुन्छ कि जस्तो लाग्छ कि मलाई चाहिँ ओभर डर लाग्छ हो। अनि के काट्ने होला अब घाँस काट्ने भनेर चाहिँ आयो के काटौँ होला। अनि यहाँ हेर्नु न साथीहरू हल्लो बेत फलेको छ नि त नि। अहिले चाहिँ म टुसा केलाउन लागेको साथीहरू। यो चाहिँ फुपूको तुलसी मठ है। यहाँ चाहिँ मठ राख्न बाँकी नै छ। तुलसी सार्ने भनेको अस्ति जुठो परेर सार्नै पाइन। यहाँ चाहिँ अम्बा छ हेर्नुहोस् अम्बा कति फलेको छ। तर यहाँ चाहिँ देखिरहेको छैन रात परेर नि होला। अहिलेको वेदर चाहिँ यस्तो छ बेलुका बेलुका पाएको चाहिँ अहिले 5 बजिसक्यो नि त त्यही भएर अहिलेको चाहिँ यस्तो छ। अनि यो चाहिँ हाम्रो घर अनि त्यसपछि यहाँ चाहिँ फुल छ प्लान्टहरू छ। अनि म चाहिँ यहाँ यो केलाउन लागेको। अनि फुपू चाहिँ यस्तो गरेर आइराख्नु भएको छ। यस्तै छ। यस्तै हो हाम्रो घर चाहिँ टुसा। एउटा चाहिँ केलाएर भ्याएँ अनि म चाहिँ केलाउनलाई रेडी भइरहेको छ होइन। अनि हेर्नु न भिडियो बनाउनु बिर्सेछ। अघि दिउँसो चप्पल बनाएर खाएको भिडियो बनाउँछु भनेर सोचेको बिर्सेछ। गर्मी भइरहेको थियो ओभर गर्मी भइरहेको थियो घाम लागेर अनि बिर्सेको छ कि। अनि अहिले चाहिँ शीतल हावा चलिरहेको छ। अनि यस्तै हो। अनि साँच्चै हेर्नु न एउटा चिज देखाउँछु है। त्यहाँ हेर्नु न यो कुन फुल हो यो हेर्नु त सूर्यमुखी फुल कस्तो दामी छ होइन। यस्तै छ।